वन तथा वातावरण मन्त्री गीता चौधरीले राजपुरमा आयोजित कार्यक्रममा निर्वाचन ताका गरिएको बाचापत्रमा उल्लेख भए विषय अनुसार क्रमशः कार्यान्वयन गरिने आश्वासन दिनुभयो। उहाँले जिल्लामा देखिएको मलखाद अभाव, जङ्गली जनावरको आतंक तथा वन व्यवस्थापनसँग सम्बन्धित समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्नुभयो। विशेष गरेर बर्दिया जिल्ला भनेको दुईवटा कुराले चाहिँ एकदमै धेरै सुन्दर छ। यो ठाउँ अति नै सुन्दर छ। यहाँका सम्भावनाहरू धेरै छन्। यो यहाँको माटो एकदमै धेरै कृषिसँग सुहाउँदो छ। यहाँको वन जङ्गलहरू जस्तै चाहिँ यहाँको त्यसै गरी यहाँका बासिन्दाहरू, यहाँका समुदायहरू, विभिन्न समुदायहरू यहाँ मिलेर बसिरहेको छ। यहाँ कल्चर बेच्न सकिन्छ, संस्कृति बेच्न सकिन्छ, यहाँको वन जङ्गल बेच्न सकिन्छ। यहाँको चाहिँ कृषिको कुराहरू सबै कुरा के हुन्छ भन्दाखेरि यी यावत कुराहरू चाहिँ एकदम सुन्दर छ बर्दिया। वन तथा वातावरण मन्त्री चौधरीले जङ्गली जनावरका कारण स्थानीयवासीले भोग्दै आएका समस्या न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन गरिने बताउँदै यसका लागि आवश्यक पहल अघि बढाइने जानकारी दिनुभयो। साथै कृषकहरूका लागि मलखादको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ थियो। धेरै कुरा समस्याहरू छ, किसानसँग मलका समस्या छ, अनि त्यसै गरेर यो काठको कुराहरू छ। यसको चाहिँ हामीले नीति नियम बनाएर अघि आउँदैछौँ। कसरी कार्यविधि बनाएर अगाडि जान सकिन्छ भन्ने पक्षमा चाहिँ म अगाडि बढी नै छु। तपाईँहरूको सल्लाह सुझावको लागि म एकदम धेरै धन्यवाद दिन चाहन्छु। उहाँले स्थानीय समस्या समाधानका लागि जनप्रतिनिधि, सरोकारवाला निकाय र नागरिक बीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै बर्दियाको समग्र विकास र वातावरण संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। राज्य खबरका लागि खबर ब्युरोको रिपोर्ट।